टिकटक अपडेट गर्नुभयो त साथीहरूले? मेरोमा त आज एआई कभर टाइटल फिचर आयो। हजुरहरूको टिकटकमा पनि यो एआई कभर टाइटल फिचर आयो कि आएन? चेक गर्नुहोस् र कमेन्टमा भन्नुहोस् है। अब यो एआई कभर टाइटल कहाँ छ र कसरी प्रयोग गर्ने? आउनुहोस् म सँगसँगै सुरु गरौँ। टिकटक ओपन गर्नुहोस् र तल दिएको प्लस बटनमा क्लिक गरेर भिडियो बनाउने ठाउँमा जानुहोस् र त्यहाँ तपाईले एउटा फोटो छानेर लिनुहोस् अथवा भर्खरै पनि एउटा फोटो क्लिक गर्न सक्नुहुन्छ। गर्नुभयो त्यसपछि तपाईले नेक्स्ट गर्नुहोस्। यहाँ साइडमा तपाईले देख्नुभयो डबल एए लेखेको हो। एएमा क्लिक गर्नुहोस्। त्यहाँ देख्नुभयो तपाईहरुले एआई कभर टाइटल हैन? त्यो टाइटलमा क्लिक गर्नुहोस्। अब तपाईको फोटो अनुसार टिकटकको एआईले कभर टाइटल रेडी गरिदिन्छ हैन? र सँगै तपाईलाई त्यो फोटोसँग सुहाउँदो एउटा गीत पनि छानेर दिन्छ। अब त्यो फोटोलाई तपाई आफ्नो स्टोरीमा पोस्ट गर्नुस् अथवा आफ्नो फिडमा पनि पोस्ट गर्न सक्नुहुन्छ है त। मैले त स्टोरीमा पोस्ट गरिसके। अब पालो तपाईहरुको। ओके, बाइ बाइ।